तिमी कति सानो लिएर आएको यति ठुलो भइसक्यो है। छोरा नभएर के भयो, तिमी त छौ नि पिन्टु मेरो। यो घरको रक्षक तिमी हौ। मैले दुध मागी मागी किनी किनी लिएर दिएको, तिमी यति ठुलो भइसक्यो। मलाई छोडेर कहीँ नजाऊ है पिन्टु। बुढीलाई चिया पकाउन लगाएको यत्रो बेर भयो, कहाँ गयो होला। ए बुढी, ए बुढी, त्यति चिया पकाउन कति समय लागेको? समय किन नलाग्नु त? हिउँदोमा दाउरा खोजेर राख्नु बुढो भन्दाखेरि लक्क 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 डुलेर हिँड्ने। अनि यतिखेर चाहिँ कुन दाउराले चिया पकाउनु? मलाई कति गाह्रो भइरहेछ, सक्दिनँ म त पकाउन। आगो फुल्न जानु। के भन्छ यो? हिजो दाउरा ठन्डा थियो त। ठन्डै रे, यति दाउरा थियो। अनि 2 छाक पाउन त सकेन। ए, हिजो बेलुका अलिअलि खाइएको थियो, खाएको तालमा धेरै पो देखिएछ। अब किन रिसाएको हो? त्यो त मुढाहरू छ होला, चिर्दिउँला नि। खुबै चिर्दियो। भोलि घाम लागेपछि कहाँ पुग्ने हो मान्छे? म त सक्दिनँ बुढो। अब ग्यास चुलो किनेर दिने भयो भने पकाइदिउँला, होइन भने आफै पका। के भन्छ यो फेरि? औकात हेर न, ग्यास चुला किन्ने पैसा भए पहिल्यै ल्याइदिइसक्थे त। बुझ्नु पर्यो नि, कहाँबाट ल्याउने त्यत्रो पैसा? मसँग त्यत्रो पैसा छैन। जाँगर चलाउनु पर्यो नि त पैसा हुनलाई। बल्ल बल्ल एक दिन काममा जान्छ, 1000 रुपियाँ पैसा देख्छ, त्यो पनि बाटोमै खाएर सघाएर आउँछ होइन त। जाँगर नचलाएको ज्यान हो र? कहिलेकाहीँ यसो पैसा भएको बेलामा एक गिलास खाऊ भन्यो, 1000 रुपियाँ सकेको पत्तै हुँदैन। के गरौँ म? तिम्रो यही बिहोरले त हामी गरिब कहिले धनी हुन नसकेको। 2 रुपियाँ पैसा हात पर्ने बित्तिकै पुग्छ भट्टीमा रक्सी खानलाई। साँच्ची 2-3 बजे आइपुग्छु भन्थ्यो नानी, अहिलेसम्म आइपुग्दैन त। भन्नु त भनेकै हो नि, मम्मी बाबालाई फोन गरेर 2-3 बजेसम्म आइपुग्छु भनेको थिएँ। तर पानी परेर ठाउँमा बाटो बिग्रेर गाडी फस्यो। धकेल्दै ऊ तलसम्म त ल्याइ पुर्याइ। तर त्यो पातलो खेतबाट माथि मरिगै उक्लेन। आफूलाई यत्रो उकालो बाटो हिँडेर कत्रो थके लागिरहेछ। यही बाटो तर म कति दौडिन्थ्यो, घाँसको बारी बोकेर, चामलको बोरा बोकेर। 1 वर्ष के सहरमा गएर बसेकी थिइस्? आफूलाई कति नसरिए नै ठानिस् कि क्या हो? हेपेर नबोल है। अब गरियो त नि कुनै दिन, अहिले बानी बिग्रियो क्यारम त नि। ल दुःख नमान, मैले त यथार्थ कुरा नै भनेकी हुँ क्यारी। मेरी साथी कति समयपछि सहरबाट आएकी छिस्, आइज हक गरौ। मेरी साथीलाई बल्ल हक गर्न मन लाग्यो होइन त? जाम त आइज भन्छ नि त। ओए सुन्न, मलाई त कस्तो थकै लागिरहेछ। एकछिन हौ त्यता गफ गरेर बसौँ न है। ए हुन्छ लाई। त यो कुरकुरे खा। चिया मलाई त यो कुरकुरे मनै पर्दैन। ल यो के भन्छे? पहिला त कुरकुरे चाउचाउ भन्दा मरि हत्ते गर्थेस् त, अहिले फेरि के भयो तँलाई? हेर केटी, जङ्क फुडहरू खानु स्वास्थ्यको लागि राम्रो रहेनछ। मैले भने मान्छेस् भने बरु तैँले नि खाना छोडिदे। ए ल तैँले नखाने भए नखा, मलाई त मनपर्छ, म त खान्छु। अहिले त खा न, पछि म जस्तो बिरामी हुँदा बल्ल थाहा पाउँछिस्। ल भइगयो, छोडिदे यो कुरा। अनि के अन्जना, त सहरमा बसेर अब नपर्ने रे नि त है? हो सन्जिता, हामी जस्तो दुखी गरिबले सहरमा बसेर पढ्न नसकिदो रहेछ। छोडिदे यो कुरा, बरु हिँड घर जाउँ। बाबा मम्मीले कति बेला भेटौँ जस्तो भएको छ। हेर न, आफू भने चाहिँ मिल्ने साथी हो भनेर सोधिरहेको छु, उसलाई भने चाहिँ बाबा मम्मीले भेट्न नि हतार छ। ल जमिन त्यस्तो नभन्न, तँलाई त म सबै कुरा भनिहाल्छु नि। हेर त, हामी सुख दुःखको कुरा गर्ने दिन त कति छन्। अब त सँगै भइहालिन्छ नि। बरु हिँड, अहिले जाउँ। त थाकेर आएको हो कि खोइले त्यो ब्यागमा बोकिदिन्छु।
बाबा र मम्मी किन टोलाएर बस्नुभएको होला? कतै म सहरबाट जागिर नगरी फर्केर आएँ भनेर त होइन? बाबा मम्मी के भयो हजुरहरू त किन यसरी टोलाएर बस्नुभएको? त्यस्तो केही पनि भएको छैन छोरी, आइज बस। बाबा भन्नुहोस् न खासमा के भएको? किन मसँग कुरा लुकाउँदै हुनुहुन्छ? त्यस्तो केही पनि होइन छोरी, तिमीसँग त्यस्तो कुरा के लुकाउनु छ र, होइन त बुढी? हो नि बुढा, तिम्रो बाबाले भनेको कुरा ठिक हो छोरी। बाबा मम्मी भन्नुहोस् न, मलाई थाहा छ तपाईँहरूले केही न केही कुरा त पक्कै लुकाउनु भएको छ। कत्रो सपना बोकेर सहर पढ्न भनेर गएँ, त्यहाँ पनि केही गर्न सकिनँ, त्यत्तिकै फर्केर आउनु पर्यो। त्यही भएर तपाईँहरू यति दुःखी भएर बस्नु भएको होला है। छोरी सानो मन गरेर हुँदैन, जे हुनु थियो भइहाल्यो। बाबामा मेरो साथमा तिमी छौ, त्यही ठुलो कुरो हो। हो छोरी, हामीलाई तिमी भए पुग्छ। अनि तिमी पढाइमा यति ट्यालेन्ट छौ, सहरमा के भएर काम पाएन छोरी? बाबा मम्मी सहरमा त सबै स्वार्थी मान्छेहरू मात्रै बस्दा रहेछन्, जसले जतिसुकै दया देखाउन खोजे पनि केवल आफ्नो फाइदा उठाउन खोज्दो रहेछन्। त्यसरी के काम गर्नु भनेर म त गाउँमा नै फर्केँ। ठिक गरिस् छोरी, इज्जतभन्दा पैसा ठुलो होइन। छोरी सहरबाट घर आएको त ठिक गर्यो, तर अब तिम्रो पढाइ के हुने हो? तिम्रो पढाइको मलाई धेरै चिन्ता लागिरहेछ। बाबा हजुरले मेरो पढाइको कति पनि चिन्ता नगर्नुहोस्। पढ्न सकेछु भने ठिकै छ, पढ्न नसके पनि यही गाउँमा कुटो कोदालो घाँस दाउरा गरेर खाउँला नि। 2-4 अक्षर पढ्न जानेकै छु, लेख्न जानेकै छु। हेर्नुहोस् न, रात पनि धेरै छिप्पिन लागिसक्यो। अब हजुरहरू पनि सुत्नुहोस्, म पनि सुत्न जान्छु। हुन्छ छोरी, अब हामी पनि सुत्छौँ। जाऊ तिमी पनि गएर सुत है। हुन्छ मम। ल यो बुढा कति खोक्यो। खाऊ सक्तो खा, कुन दिन फोक्सो खुइन्छ अनि थाहा पाउँछस्। चुरो नखाऊ, तिमीलाई धेरै असर परिरहेछ भन्दाखेरि फिटिक्कै मान्ने होइन। के गर्छस् बुढी, मनभरि पीडा छ, त्यो मनको पीडा भुलाउनु एउटा चुरोट त छ नि। अब यो चुरोट खाएर मरेछु भने मरेछु, तर यो जिन्दगीमा चुरोट छोड्न सकिएला जस्तो छैन। ल छोड्न नसके अझै खाऊ। राम्रो कुरो त कहाँ पच्छ र तिमीलाई? भोलि यही खोकीले थला परेर बस्यो भने 1 रुपियाँ पैसा छैन साथमा, घरमै खोलेर मरौँला। होइन, यो हरिमाले कसलाई थलेर मर्ला भनेको? नमस्कार बाजे। नमस्ते बाजे नमस्ते। नमस्ते। हेर्नु न बाजे, यी आमजनाको बाउलाई चुरोट नखाऊ भन्दा मरि गए मान्दैन। खोकी लागेर उल्कै भएको छ, त्यसैले यसो सम्झाइ बुझाइ गरेकी नि। अनि रामप्रसाद, आफूलाई हानि पुर्याउने चिजबाट टाढै हुनुपर्छ भन्ने कुरा तँलाई थाहा छैन? बाजे थाहा भएर के गर्नु र? चुरोट जाँड रक्सी भाङ धतुरोले हाम्रो शरीरमा कति असर गर्छ भनेर थाहा हुँदाहुँदै पनि खाने बाध्य भइँदो रहेछ। कतिपयले रहरले खालान्, कतिपय मन भुलाउन पिड भुलाउनले खालान्, फरक यति मात्रै हो। हेर्न, कुरा त फेरि मास्टरले भन्दा राम्रो गर्छन् के बाजे मेरो बुढाले। अहिले आएर बल्ल एउटा राम्रो कुरा गरिस्। म पनि त अलिक हुने खानेको कोखमा जन्म लिन पाएको भए अहिलेसम्म के गरेर देखाउँथे। के गर्नु, जन्मजातै गरिब भएर जन्मे। हेर बुढा, गरिब भएर जन्मिनु गल्ती होइन, गरिबै भएर मर्नु चाहिँ गल्ती हो। यस्तो कुरा तिमीलाई के सुनाउनु, जति सुनाए पनि भालुलाई पुराण सुनाएको जत्तिकै हो। साँच्चै बाजे
बिहान बिहान के कामले पाल्नु भएको नि? हामीले त अरू कुरामा बोलाइदियो। आउनुहोस् न बस्नु। होइन होइन हरिमाया, नबसौँला। हेर न, घरमा म एक्लै छु, छोरा बुहारी सबै अस्ट्रेलियामा छन्। नाति जन्मेको, अब मेरो बुढी नाति भन्दै हाम फालेर उतै गइहाले। म बुढो मान्छेले साँझ बिहान पकाउ खाऊ, आफ्नो कपडा आफै धो, साह्रै गाह्रो पर्यो भने। हो नि त बाजे, कहिलेकाहीँ मेरो बुढी कतै गएको बेलामा छटपटिएर पालिदिनको माछा जस्तै हुन्छु म त। हजुर त दण्ड बस्न सक्नुहुँदो रहेछ। के गर्छस् त हो रामप्रसाद, आफूलाई परिचय जस्तो पनि सहन पर्दो रहेछ। बरु अब यसो गर्नु पर्यो के? भन्नुहोस् न बाजे। तेरो छोरी सहरमा पढाइ खर्च पुरा गर्न नसकेर गाउँ फर्किरहेछ। बरु मेरोमा काम गर्न पठाइदे। साँझ बिहान मेरो घरमा काम गर्छ, अनि यही गाउँको कलेजमा पढाइ हुँदैन र? अब त्यति काम बाँकी छ नि, केही काम नपाएर तपाईँको घरमा गोठालो बस्छु र नि। अनि बाजे के हेर्नु भएको यसरी? कहिले देख्न नपाए जस्तो गरे। मलाई लाज लागिसक्यो। तपाईँले यसरी हेर्न अलिकति पनि लाज लाग्दैन? छोरी के बोलेको यो? आफूभन्दा ठुलो मान्छेलाई बोल्ने यही हो? भएको हरिमाया, यसलाई केही नभन्। दोष यसको होइन, मेरो नै थियो। हेर अञ्जना, तँलाई मैले यसरी किन हेरेको भने मेरो छोरी छैन। यदि तँ मेरो छोरी हुन्थिस् भने सहरका ठुला ठुला कलेजमा गएर त पढ्थिस् होला। तर दुःखको कुरा, गरिबको कोखमा जन्म लिइस्। अब तेरा बाआमाले 12को पढाइ सक्न नपाउँदै खर्च जुटाउन सकेर त गाउँ फर्किनु पर्यो। तँलाई देख्दा यो मन साह्रै रोयो छोरी, त्यही भएर हेरेको। बाजे, हजुर त कति बुझ्ने हुनुहुँदो रहेछ। सरी है, मैले गलत सोचेँ। ठिकै छ नानी, मैले तँलाई त्यस्तो नराम्रो केही सोचेको छैन। बरु मैले भनेको मान, तँलाई गोठालो नोकर होइन, आफ्नै छोरी जस्तो बनाएर राख्छु। अनि कलेज पनि भोलि पर्सि पनि जालिस्, त्यसको खर्च सम्पूर्ण म आफै बेहोर्छु। अनि तेरा बाबुआमालाई पनि महिनै पछि लाग्ने खर्च कति लाग्छ त्यो म दिउँला। बाबा, मम्मी, के म बाजेकोमा काम गर्न जाम त? छोरी, आज बिहानै बिहान सायद तिम्रो पुकार भगवान्ले सुन्यो या थाहा पाएर यो बाजेलाई घरमा पठाए जस्तो छ। जा छोरी जा, सास बिहान काम गर अनि कलेज पढ, त्यसमै तिम्रो भविष्य सफल बन्छ। अस्ति नै पनि तपाईले मलाई यसरी नै हेर्नु भएको थियो, फेरि आज पनि यसरी नै हेर्नु भएको छ। यसरी नहेर्नु के, लाज लाग्छ मलाई। अब तँलाई के भनौँ भन्दामा, तेरो जवानी नै यस्तो छ। तेरो जवानी देखेर केटाहरू त कति पागल हुन्छन् होला, अझ बाटो छेकेर प्रेम प्रस्ताव राख्छन् होला है। बाजे पनि यही उमेरमा त हो नि, केटाहरू पछि लाग्ने, प्रेम प्रस्ताव राख्ने, म तिमी बिना बाँच्दिन भन्दै आकाशको तारा झारिदिन्छु भन्ने, अनि आफ्नो माया जालमा पार्यो स्वार्थ लुट्ने। यहाँ नि सबै स्वार्थी छन् बाजे। ल हेर त, तैँले त धेरै कुरा बुझेकी रहेछस् नि नानी। जे होस्, रामप्रसाद र हरिमायाले तँलाई सहर पठाएर यत्तिको बाटो चाहिँ भइछस्। भइदेला नि खुब।
म त गाउँमै पनि कति बाँकी थिएँ बाजेलाई यो कुरा थाहै रहेनछ। ए हो र, ल ठिकै छ। अनि अन्जना त बुझ्ने भएदेखि कोही केटा मन परेको छैन कि क्या हो? भएको भयो प्रेम। म त पर्दिनँ बाजे यस्तो माया प्रेमको चक्करमा। पहिला पढ्छु, ठुलो मान्छे बन्छु अनि बा आमाको सपना पुरा गर्छु। कसै न कसैसँग त प्रेममा होस् नि। हेर्नु बाजे, यो माया जालमा परियो भने त आज भेट्यो भोलि भेट्यो केटाहरूले फकाइ फकाइ पार्न मन रोकिन्छन्। त्यसैले म त जोसँग बिहे गरेर जान्छु त्यसलाई मात्रै यो शरीर सुम्पिने। योभन्दा अगाडि त यो अन्जनालाई कसरी छुन्छु भन्ने हिम्मत नगरे पनि हुन्छ। तसँग बोलेर पनि नसकिँदो रहेछ। कति हो जाने कि बोल्न पनि। खासमा त प्रेममा पर्न नचाहने कारण के हो भन् त? तेरो मन यसो विचार गर्न खोजेको त आजसम्म सत्य साबित रहेछस्। खुसी लाग्यो। ल ल, गफ धेरै भयो, साह्रै भोक लागेको छ। तँलाई पनि भोक लाग्यो होला, जा के खाजा बना। हस् बाजे। ए अनि सुन त, भन्नुहोस् न बाजे। आज घर नजा है। लौ किन र बाजे? ल हेर त, पानी पनि परेको छ। यो झरीमा म तलतिर गाउँतिर गएर लोकल भाडे खोजेर ल्याउँछु। त्यसलाई पर भुटेर मजाले खानुपर्छ। तैँले पनि अस्तिदेखि मासु खान मन लाग्यो भनिरहेको थिइस्। हो बाजे, हजुरले कति धेरै माया गर्नुहुन्छ है मलाई। माया त गर्न परिहाल्यो नि। तेरो हरेक इच्छा पुरा गर्ने जिम्मा लिएको छु मैले। अनि सुन त, तेरो बा आमालाई फोन गरिहाले आज म घर आउँदिनँ भनेर। हुन्छ बाजे, म त आजभोलि यहाँ बस्दा बस्दै हजुर नै मेरो बाबा आमा जस्तो लाग्न थालिसक्यो। लाग्नु पर्यो नि। ल जा। हस्। आज तँलाई लोकल भालेको मासु खुवाउने न्युमा तेरो कलकलाउँदो जवानीको रसपान कसरी गर्दो रहेछ। धेरै दिन पहिलेदेखिको इच्छा आज पुरा हुने भयो। रातिको 1 बजिसकेछ। त्यो अन्जना मस्त सुतिसकेकी होली। गएर धेरै महिनादेखि खिया लागेको हतियारको खिया सफा गरेर आउन पर्यो। ढोका त खुल्लै रहेछ त, के हो? यसलाई पनि बाजे आइदिए हुन्थ्यो भनिरहेछ कि क्या हो?
खुर्को तपाईँ आफ्नो रुममा गइहाल्नुहोस् त। जानुहोस् भनेको, किन आउनुभएको तपाईँ यहाँ? चुप लागेर बस। मेरो कोठामा जाने भए म तेरो कोठामा किन आउनु पर्थ्यो? हेर्नुहोस् है, यस्तो कुरा नगर्नुहोस् फेरि, म त चिच्याइदिन्छु नि। त चिच्याएर तेरो चित्कार सुन्ने यहाँ कोही छैन। मैले जे भन्छु त्यो खुरुक्क मान। मान्दिनँ म त, बरु घर जान्छु। म माथि किन यति धेरै दया देखाउनु भयो भनेको त मेरो जवानी देखेर पो रहेछ। होइन, तपाईँलाई लाज लाग्दैन? तपाईँलाई समाजको डर छैन? तपाईँ एउटा समाजसेवी भनेको त पापी हुनुहुँदो रहेछ। यस्ता कुरा नगर। जसले गर्छ पाप उसैको हुन्छ फलिफाप। तँलाई पनि मज्जा, मलाई पनि मज्जा। मैले भनेको खुरुक्क मान। छोड मलाई, छोड, छोड। तँलाई मैले कसैले नगरेको चिज गरेको छैन। यो चिज त पशु पन्छीलाई चाहिन्छ। हामी त मानव जाति हो। तेरो जिन्दगी सुधार्ने जिम्मा मैले लिएको छु। मैले भनेको मानिस भने कुरा बुझिराख। तँलाई गर्न पर्ने साहस पनि मेरो छ। हे भगवान, के सोचेको थिएँ, आज के भयो? बाजेले मलाई यस्तो गरे भनौँ भने गाउँ समाजमा कसरी बाँच्ने? झन् बाबा मम्मीको हालत कस्तो होला? उनीहरूको आशा भरोसा म नै हुँ। अब म के गरौँ भगवान? यी धनी बनाउनेहरूले गरिबको फाइदा घुमाई घुमाई नमजाले उठाउँदो रहेछ। हे भगवान, के भयो यस्तो? मैले बाबा मम्मीको अगाडि कसरी मुख देखाउँ? होइन बुढा, छोरी कहिले अर्का गाउँमा बास नबस्ने,
हिजो त बाजेको म बस्छु भनेर फोन गरेछ। मलाई त कता कता डर लागिरहेछ हौ बुढो। होइन के भन्छ यो, किन डराउनु पर्यो र? बाजेले आफ्नो छोरीभन्दा बढी माया गर्छ हाम्रो छोरीलाई। मैले शङ्का गरेको होइन नि, हुर्केकी छोरी अहिलेको जमानामा कसको भर हुन्छ र? हिजो बाजेले लोकल भालेको मासुरात खुवाए हाम्रो छोरीलाई। यस्तो माया गर्ने मान्छेलाई यसरी शङ्का गरेर हुन्छ? ती बाजे गतिलो छ जस्तो लाग्दैन है मलाई। हाम्रो छोरीलाई त्यस्तो गर्दा गर्दा केही तलमाथि भयो भने त हामी त सेतीमा गएर भाषी नै हुन्छ बुढो। के भन्छ यो? यसरी शङ्का गऱ्यो भने आज उब्रन्छ, बाजेमा बसेर नदिनु, काम सक्छ फर्किहाल्छ। छोरी के भयो फेरि, किन रुँदै आएको? नानी पहिले सोचेको जस्तो त भएन त खै। के भयो नानी? के भयो? भन त के भयो तिमीलाई? नरो छोरी के भयो, किन यति धेरै रुइरहेछौ? भन हामीलाई। के पनि होइन बाबा, हिजो रातिदेखि ज्वरो आएको थियो, त्यसैले हजुरहरू देख्दा बित्तिकै रुन मन लाग्यो। होइन छोरी, तिमीलाई केही त भएको होला, हामीलाई नडाँड त। हे भगवान्, के सोचेको थिएँ, आज के भयो? बाजेले मलाई यस्तो गरे भनौँ भने गाउँ समाजमा कसरी बाँच्ने? झन् बाबा मम्मीको हालत कस्तो होला? उनीहरूको आशा भरोसा म नै हुँ। अब म के गरौँ भगवान्? यी धनी बनाउनहरूले गरिबको फाइदा घुमाई घुमाई नम्बर उठाउँदो रहेछ। हे भगवान्, के भयो यस्तो? मैले बाबा मम्मीको अगाडि कसरी मुख देखाउँ? छोरी किन यसरी पिलपिल आँसु झारेर बस्छौ? अरूले के भयो भने भन, तिमी बिरामी नै भएको भए भित्र गएर आराम गर। केही होइन बाबा हजुर, मम्मी यस्तो केही पनि होइन। मलाई ज्वरो आएर कस्तो गाह्रो भएको छ, भित्र जाऊँ न, म सुन्छु। ल ल हिँड, लुगा पनि सबै भिजेको रहेछ, लुगा फेर नि एकछिन आराम गर।